हामीले यो ग्लासलाई दिनभरि बोकिराख्यौँ भने हाम्रो पुरै यो दुखेर बोक्नै सक्दैनौँ, प्यारालाइसिसै भएको जस्तो अनुभव हुन्छ नै। यसलाई हामीले यहाँ थपक्क लाएर राख्यौँ भने यस्तो आनन्दको महसुस हुन्छ नि, हो कि भन्नुहोस् त? हो नि, हामीले त्यो ग्लास त्यहाँ थपक्क राख्यौँ, हाम्रो मन मस्तिष्क पुरै बडी नै रिल्याक्सको महसुस गर्छ। हो त्यस्तै समस्या पनि हामीले जहाँ छ त्यही थाती राख्यो भने हामी आनन्दको अनुभूति गर्छौँ। समस्यालाई चाहिँ साथीहरू बोकेर हिँड्ने होइन रहेछ क्या। त्यसरी बोक्यौँ, ग्लास बोक्यौँ नि हामी, त्यस्तै गरी थपक्क राख्यौँ नि ग्लासलाई, आनन्द हुन्छ। त्यस्तै समस्या पनि जहाँ छ त्यहीँ थपक्क राख्यौँ भने चाहिँ आनन्दको महसुस हुन्छ। समस्या बोक्ने होइन भनिन्छ नि, समस्यालाई बोक्ने होइन समाधानलाई चाहिँ बोक्ने। समस्या छोडिदिने, समाधानलाई चाहिँ बोक्यो भने पक्कै पनि आनन्दको अनुभूति हुन्छ। हामीले समस्या त हरेक मोडमा आइरहेको हुन्छ, हरेक अवस्था हरेक परिस्थितिमा आउँछ। त्यसलाई ती समाधान गरेर ती थाती राख्दै हामीले समाधानतर्फ चाहिँ अगाडि बढ्नुपर्छ। कुनै पनि समस्या हाम्रो मानव जीवन हो, समस्या आउनु स्वाभाविक हो। समस्या कसैको नि आउँदैन भन्नु त्यो निरर्थक हुन्छ। समस्या आउँछ, त्यसको समाधान खोज्ने हो, समाधानतिर लप्किने हो भन्दै यहाँहरूलाई आजको बसाइ कस्तो लाग्यो? यहाँहरूले पक्कै पनि प्रतिक्रिया दिनुहोला र मेरो युट्युब च्यानल @होमलाल991 छ, प्लिज त्यसमा सब्सक्राइब पनि गरिदिनु होला, लाइक कमेन्ट पनि गरिदिनु होला। धन्यवाद।